एउटा मान्छेको मायाले कति फरक पर्दैछ जिन्दगीमा। को छ दोकानमा? भन, बोल्दैन त। को छ? भन्नुहोस् न दाजु। ए भाइ, के छ? दाजु बियर र आरस मात्रै छ है। ए ल भाइ, बियर ल्याइदेऊ त एक बोतल। हुन्छ, एकछिन पर्खिनुहोस् है। ल ल छिटो गरे भाइ तर। हुन्छ। ल थाकिसक्यो यहाँ। ए आएछ त, खै राजा आयो यहाँ, मेरो साथी। दुःखको साथी पनि यही हो, सुखको साथी पनि यही हो। के छ ढिलो अन्त भाइ? अलिकति ढिलो भयो नि दाजु। चक्ना चाहिन्छ दाजु? के को चक्ने? यहाँ मेरोमा साथी हुँदैन, हाम्रो बिचमा चक्ना सक्ना केही हुँदैन। ग्लास लिएर आऊ, एउटा ग्लास ल्याइदेऊ त। हुन्छ। अब माथिहाल्यो, कोसँग बोल्नु? अब कोही त छस् मेरो साथी। अब तँ बिना म हुँदैन, म बिना पनि तँ हुँदैन होइन। अब विवाद परेपछि तैँले मलाई बोलाइस् यहाँ, म पनि तँ बिना बाँच्न सक्दिनँ। अनि त्यही भएर तँ र म चाहिँ बेस्ट फ्रेन्ड है, र बेस्ट फ्रेन्ड हामी है। अरे एक बोतल बियर देऊ न भाइ मलाई। थाक्यो पुरा। खै हो, छिटो गर न। मलाई एक कप पर्दैन, यत्तिकै खान्छु म। कहिले हँसायो, कहिले रुवायो, कहिले हँसायो। दाजु? दाजु? हट, तपाईँ त सानो दामी गाउनु हुँदैन रहेछ। अन्त कहाँ रुगो अहिले नि? अन्त भन्नु के समस्या पऱ्यो? लु मलाई सुनाउ त। यहाँ के छ सपनाहरू? ए मेरो सपना ठुलो छ नि हौ। अनि तैँले किन सोधेको? तँ मेरो पुरा गर्न सक्छस् सपनाहरू? सक्छस् भने चाहिँ भन्छु, तर के सक्छस् तैँले? तर पनि भनिरहेको छु तर है बिचरा, मेरो सपना चाहिँ ठुलो सिङ्गर हुनु छ। पहिल्यैदेखि थियो कि, तर कहिले पुरा भएन। तर हुन्छ होला एक दिन, मलाई भरोसा छ नि, त्यो सपना पनि हुन्छ होला। अहिले त्यही सपना भनेको यही हो। अन्त तँ चाहिँ को? कहाँबाट आएको? तेरो नाम चाहिँ के हो? अब दाजु तपाईँ किन सुर्ताउने यस्तो कुरामा पनि? तपाईँलाई म पुरा गरिदिन्छु तपाईँको सपना। यो हट्टुको पर्सन तपाईँलाई म पुरा गरिदिन्छु। एक गुट खाइहाल्छु ल। साह्रै मिठो हो है दाइ। तपाईँको सपना चाहिँ कसरी पुरा? ठुलो सिङ्गर बनिने? ल म पुरा गर्छु। यो भाइले तपाईँको पुरा गर्छ है त। तपाईँ अब यहाँ हाम्रो गाउँमा निम्टार आइडल गीत गाउने हुँदैछ है त। तयारी हुनुहोस्, त्यति बेला म तपाईँलाई बोलाउँछु। तँ मेरो सपना पुरा गर्ने अरे? को हो त? मेरो सपनाहरू चाहिँ मेरो बाउले त पुरा गर्न सकेको छैन, तँ को हो? अरे यसले त मलाई जिस्कायो पो। सक्छस् मेरो सपना पुरा गर्नु? मलाई सिङ्गर बन्न सक्छस् तँ? लु भन् त,
सकिस् भने चाहिँ भन्, कुरा गर्छ, मेरो सपना पुरा गर्छस् होइन। नपत्याएको तपाईँले, तपाईँको नाम मात्रै भन्नु न मलाई, भोलि कुरा हुन्छ। मेरो नाम मलाई सबैले छड्के दाई भन्छ, छड्के दाई।